नेपालको संविधान आज मिति 2072 साल असोज 3 गतेदेखि प्रारम्भ भएको घोषणा गर्दछु। यही संविधानले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम टेक्निकल एन्ड भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ टिबेटलाई तीनै तहका सरकारको साझा अधिकारको रूपमा व्यवस्थित गरेको छ। प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रको संघीय संरचना अनुसार यसको प्रभावकारी व्यवस्थापनका लागि नेपाल सरकार र स्विस सरकार बीच भएको द्विपक्षीय सम्झौता बमोजिम एनभिक्युएस, क्वालिटी र इन्स्योर तीनवटा परियोजना हेल्भेटास नेपाल र स्विस कन्ट्र्याक्टको प्राविधिक सहयोगमा कार्यान्वयनमा रहेका छन्। सो सम्झौता बमोजिम गण्डकी प्रदेश आर्थिक वर्ष 2078-79 देखि एनभिक्युएस र आर्थिक वर्ष 2080-81 देखि क्वालिटी र इन्स्योर परियोजना गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले कार्यान्वयन गरिरहेको छ। मन्त्रालयले तीनै परियोजना अन्तर्गत पूर्व सिकाइ मान्यता मार्फत सिप परीक्षण, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन, विद्यालय सुधार योजना, औद्योगिक प्रशिक्षार्थी तालिम, विद्यालयमा वृत्ति मार्ग निर्देशन, क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। गण्डकी प्रदेश सरकारले विशेष गरी प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारका रूपमा स्पष्ट व्यवस्था गरेको छ। सोही संवैधानिक व्यवस्था तथा प्रचलित कानुनी संरचनाभित्र रही हाम्रो विशेष गरी स्विस सरकारसँग, नेपाल सरकार र स्विस सरकारसँग बिचमा काम गरिरहेको छ। त्यसमा एनभिक्युएस, क्वालिटी र इन्स्योर तीनवटा परियोजनाहरू कार्यान्वयन रहेको छ र गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षाको विकास, सिप, अभिवृद्धि तथा रोजगारीसँगको सम्बन्ध सुदृढ गर्ने कार्यलाई उच्च प्राथमिकतामा कार्यान्वयन गर्दै आएको छ। गण्डकी प्रदेशमा हालसम्म 142वटा प्राविधिक शिक्षालयहरू सञ्चालनमा रहेको र यो शिक्षालयहरूबाट प्राविधिक धारका विविध कार्यक्रमहरू सञ्चालन भई विद्यार्थीहरूलाई व्यावहारिक तथा रोजगारीमुखी सिप प्रदान गरिँदै आएको छ। गण्डकी प्रदेशमा आङ्गिक 12, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम टेक्स 51, साझेदारी 7, प्राविधिक धार 9 देखि 12, 51 र निजी 21 गरी जम्मा 142वटा प्राविधिक शिक्षालयहरू सञ्चालनमा रहेका छन्। यो शिक्षाका बारेमा थप प्रश्न पार्दै सामाजिक विकास, युवा शिक्षा तथा खेलकुद मन्त्रालय गण्डकीका प्रदेश सचिव डाक्टर शेषनारायण पौडेल, नेपाल जस्तो विकासोन्मुख मुलुकमा प्राविधिक र व्यावसायिक शिक्षाको एकदमै महत्त्व छ। यसमार्फत रोजगारी र स्वरोजगारका अवसरहरू सिर्जना गर्नु र देशमा आर्थिक समृद्धि र विकासलाई अगाडि बढाउने उद्देश्य नेपाल सरकार र सोही उद्देश्यलाई गण्डकी प्रदेश सरकारले पनि अङ्गीकार गरेको छ। यही उद्देश्यलाई अघि बढाउने अभिप्रायले गण्डकी प्रदेश सरकारले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम, जसलाई छोटकरीमा टिबेट भनिन्छ, यसलाई अङ्गीकार गरेर विभिन्न कार्यक्रमहरू अगाडि बढाएको अवस्था छ। गण्डकी प्रदेशमा प्राविधिक र व्यावसायिक शिक्षालाई अगाडि बढाउनको लागि यससँग सम्बन्धित संस्थाहरूको सुदृढीकरण र गुणस्तरलाई विकास गर्नको लागि 3वटा परियोजनाहरू सञ्चालित छन्। इन्स्योर, क्वालिटी र एनभिक्युएस, जुन चाहिँ प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम टिबेट कार्यक्रम अन्तर्गत पर्दछन् र अन्य कार्यक्रमहरूमा जस्तो करियर गाइडेन्स, वृत्ति मार्ग निर्देशन कार्यक्रम पनि सञ्चालनमा छ। त्यस्तै आरपिएल, रिकग्निसन अफ प्रायर लर्निङका कार्यक्रमहरू पनि सञ्चालनमा छन्। यी कार्यक्रमहरू सहित गण्डकी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको लागि विभिन्न सङ्गठनात्मक संरचनाहरू पनि रहेका छन्। अप्रेन्टिससिप अन्तर्गत हालसम्म 310 जना भर्ना भएकोमा 212 जना प्रशिक्षार्थीहरूले औद्योगिक प्रशिक्षार्थी तालिम लिइरहेका छन्। तीमध्ये 35% महिलाहरू रहेका छन्। 6वटा प्राविधिक शिक्षालयहरूले विभिन्न विषयहरूमा तालिम सञ्चालन गरिरहेका छन्। काम त भइ नै रहेको छ, तर यसको अनुगमन, गुणस्तर सुनिश्चितताका लागि पहल र अनुगमनका सिकाइमा देखिएको चुनौती नै छैनन् वा सुधार्न सकिन्छ त
सोही विभाग हेर्ने मन्त्रालयका उपसचिव तथा शैक्षिक योजना तथा विज्ञान प्रविधि महाशाखा प्रमुख तोयनाथ लम्साल। प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा गुणस्तर सुनिश्चितताको लागि हामीले प्राविधिक शिक्षालयहरूलाई शिक्षालय सुधार योजना बनाउने, त्यसको कार्यान्वयन गर्ने र उहाँहरूले गुणस्तर सुनिश्चितताका लागि यो एक्रिडिटेसन प्रोसेसमा आएर टेक्निकल टिमले सपोर्ट गरेर उहाँहरूको गुणस्तर सुनिश्चितता र त्यसलाई चाहिँ स्तरीकृत गर्ने गरी कार्यक्रम अगाडि बढाएका छौँ। अर्को चाहिँ हामीले इन्स्योर क्वालिटी एम्बिगियसबाट सिप परीक्षण, औद्योगिक प्रशिक्षार्थी वृत्ति परामर्श र प्राविधिक शिक्षालयलाई सपोर्टका मुख्य कामहरू कार्यान्वयन गर्दै आएका छौँ। गर्दै आए तापनि हामीलाई मुख्य चुनौती भनेको विद्यार्थी भर्ना, प्राविधिक शिक्षामा, सिपमूलक तालिममा, सिप परीक्षणमा सहभागीहरू अभिवृद्धि गर्ने चुनौतीको रूपमा रहेको छ। तापनि यसलाई जस्तो औद्योगिक प्रशिक्षार्थी तालिममा उच्च ड्रप आउट रहेको छ, त्यसलाई न्यूनीकरण गर्नको लागि हामीले शिक्षालयहरूलाई अनि यो अभिभावकहरूसँग, समुदायसँग बढी सम्बन्ध विकास गरेर इनरोलमेन्ट वृद्धि गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र सिपको महत्त्वको बारेमा बुझाउने, ती कुरामा मन्त्रालय सम्बद्ध 3वटा परियोजनाहरू र हाम्रा व्यावसायिक सिप विकास तालिम केन्द्र र प्राविधिक शिक्षालयहरूले बढीभन्दा बढी यसका अवसरहरू, यसका फाइदाहरू, यसको महत्त्वहरूको बारेमा सचेतीकरण गर्ने कामहरू मन्त्रालयबाट अगाडि बढिरहेको छ। यो कामको लागि हामीलाई स्विस डेभलपमेन्ट कर्पोरेसनले 3टा परियोजना मार्फत सपोर्ट गरेको छ भने प्रदेश सरकार र सङ्घीय सरकारले पनि यसलाई अपनत्व लिएर, स्थानीय सरकारले पनि अपनत्व लिएर साझेदारीका वृत्ति परामर्श, सिप परीक्षण लगायतका कार्यक्रमहरू, शिक्षालय सुधारका कार्यक्रमहरू साझेदारी मोडलमा हामीले कार्यान्वयन गर्दै आएका छौँ। सरकारले त्रिपक्षीय साझेदारीमा समेत कार्यक्रम त सञ्चालन गरिरहेको छ। प्रदेशभित्रका 5वटा पालिका र एनजिओको लागत साझेदारीमा 19 जना प्रशिक्षार्थीहरूलाई आवास सहितको छात्रवृत्ति सुविधा स्वरूप हालसम्म 7,79,000 उपलब्ध गराएका छन्। यो विषयमा जनताका अभिभावक, स्थानीय तहका प्रमुखहरूको बुझाइ र बजेट व्यवस्थापनसँगै काम गर्ने प्रक्रियामा नतिजा कस्तो छ त? हाम्रो यो विषयलाई के तालिमसँग जोडिएको कुरालाई हामीले कन्टिन्युटी दिइरहेका छौँ, दिन्छौँ। किनभने हामीले काठेकोला भित्रका नागरिकहरूले जुन तालिम लिनुभएको छ, अहिले उत्पादनको चरणमा हुनुहुन्छ। संविधानले जो पछि पारिएको छ, यो देशले पछि पारेको छ, त्यसलाई हामीले अगाडि ल्याउनको निमित्त, पछि परेको वर्गलाई माथि उठाउनको निमित्त हामीले विभिन्न सिपमूलक कार्यक्रमहरू राख्यौँ। विभिन्न विद्यालयहरूमा सिपमूलक शिक्षा दिनको लागि यहाँका गरिब विद्यार्थी नानी बाबुहरूलाई चाहिँ विभिन्न विद्यालयमा हामीले सिपमूलक कार्यक्रममा जोड्न खोज्यौँ। त्यसै अनुरूप काठेकोला गाउँपालिकाले धौरागिरी प्राविधिक शिक्षालयमा हरेक वर्ष यहाँका विद्यार्थीहरूलाई चाहिँ त्यहाँ पढ्न, निःशुल्क पढ्न हामीले पठाइरहेका छौँ। हामीले करिब अहिलेसम्म हामीले 32-34 जनालाई हामीले त्यो धौलागिरी प्राविधिक शिक्षालयमा हामीले पठाएका छौँ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट जुन कार्यक्रम भएको थियो औद्योगिक प्रशिक्षार्थी तालिम, त्यो कार्यक्रममा पनि हामीले यो गाउँपालिकाबाट 5 जनालाई हामीले सहभागी, निःशुल्क पढ्नको लागि सहभागी बनाएका छौँ। मन्त्रालय र शिक्षालय बीचको सम्झौता अनुसार दोस्रो ब्याचको कक्षा सञ्चालनमा रहेको छ। पहिलो ब्याचका प्रशिक्षार्थीहरू औद्योगिक अभ्यासका लागि उद्योगमा अभ्यासरत छन् भने दोस्रो ब्याच उद्योगमा जाने तयारीमा छन्। उद्योगमा जानु अगाडि 3.5 महिनाको शिक्षालयमा हुने अध्ययनका लागि आउने प्रशिक्षार्थीहरूको भर्नाको अवस्था र गुणस्तर सुनिश्चितताका सन्दर्भमा शिक्षालयले गरेका असल अभ्यास र भोग्ने चुनौतीका बारेमा आफ्नो अनुभव व्यक्त गर्दै धौलागिरी प्राविधिक शिक्षालयका प्रमुख खड्गबहादुर सुब्बा, हामीले 2-3टा समस्याहरू बिहोर्नु परेको अवस्था छ। पहिलो समस्या भनेको एप्रेन्टिसशिप मोडेल भनेको यो पहिलो कार्यक्रम भएकोले समुदाय लेभलमा यसको अलिकति अनभिज्ञता भएको थाहा पाइयो र दोस्रो चाहिँ अलिकति लामो अवधिको समय
24 महिना एउटै विषयमा पढ्दा समयको लस हुने भन्ने कुरा समुदायबाट यस्तो कुरो आएको छ। र तेस्रो चाहिँ स्कुलमा अलिकति कम पढाइ हुने अनि होटलमा बढी काम गर्नुपर्ने कार्यक्रम भएकोले जुन विद्यार्थीहरूले सिक्नुपर्ने जुन सैद्धान्तिक ज्ञान हासिल गर्नुपर्ने त्यो समय चाहिँ अलिकति अपुग हो कि भन्ने कुरा उनीहरूको प्यारेन्ट्सबाट पनि अनि प्रशिक्षार्थीबाट पनि यो अवस्था चाहिँ सिर्जना भएको छ। र अर्को यो हाम्रो अहिले नेपाल सरकार स्विस हेपाटासको सहयोगमा सामाजिक विकास मन्त्रालय अन्तर्गत दुईटा कार्यक्रम यहाँ लागू भएको अवस्था, एउटा चाहिँ एनसिर प्रोग्रामले एप्रेन्टिससिप मोडल, अर्को क्वालिटी परियोजनाले चाहिँ स्कुललाई स्तरोन्नति र यो प्रत्यायन गर्ने कुरा। औद्योगिक प्रशिक्षण अन्तर्गत हाल होटल म्यानेजमेन्ट, बिल्डिङ कन्स्ट्रक्सन, अटोमोबाइल इन्जिनियरिङ, पूर्व बाल विकास सहजकर्ता र इलेक्ट्रिकल इन्जिनियरिङ विषयहरू सञ्चालनमा रहेका छन्। प्रशिक्षणका क्रममा प्रभावकारी सिकाइ, पाठ्यक्रम अनुसार गरिएका राम्रा प्रशिक्षण विधि र व्यवहारिक चुनौतीका सन्दर्भमा पूर्व बाल विकास सहजकर्ता प्रभा भुजेलको अनुभव। अहिले चाहिँ जति पनि कोर्समा भएको कुराहरू बेसिक कोर्सलाई चाहिँ यसलाई हामीले प्लस गर्न सक्यो भने चाहिँ अझै प्रभावकारी बन्थ्यो। जम्मा एसीसँग जोडिएको हुँदा कोर्स अलिकति हार्डली पनि छ कि उहाँहरूलाई चाहिँ गाह्रो भएको, टर्मिनोलोजीहरू पनि अलिकति प्योर साइन्सको टर्मिनोलोजीहरू भएको भएर चाइल्ड साइकोलोजीमा त्यस्तो छ। अनि त्यस पछाडि अलिकति उहाँहरूलाई चाहिँ त्यो इङ्ग्लिस बेसमा जाँदाखेरि चाहिँ अलिक प्रब्लम नै छ है। यसलाई चाहिँ अलिकति ल्याङ्ग्वेजको पनि हामीले चाहिँ क्लासहरू चाहिँ व्यवस्था गऱ्यो भने अझै सहज हुन्थ्यो। अनि उहाँहरूलाई चाहिँ जुन यो क्लास चाहिँ हामीले टाइम फ्रेम काम गर्ने उहाँले छ नि, अब यहाँ सिकेको कुराहरू ट्याक्क उहाँ ल्याबहरू र क्लास त्यही अनुसार ल्याब सेटअप नभएको भएर प्रब्लम चाहिँ क्रिएट भएको छ। त्यो ग्याप देखिन्छ। अब यसलाई चाहिँ के गरिरहेछ भने अहिले त्यहाँ स्कुलमा जे व्यवस्था छ र अनि हामीले यहाँ जुन लर्निङ यो म्याटेरियल्सहरू चाहिँ बनाउने काम पनि सिकाउँछौँ कि एउटा यो म्याटेरियल्स मेकिङको कुरामा चाहिँ उहाँहरूलाई लोकल लो कस्टमा हुने सामानहरूको हिसाबले उहाँहरूले त्यसरी चाहिँ मिलाइराख्नु भएको छ अहिलेसम्म। गुणस्तरीय शिक्षासँगै रोजगारीको सृजना गर्न सञ्चालित अप्रेन्टिससिप कार्यक्रम अन्तर्गतका प्रशिक्षार्थीहरूको अनुभव र भावी योजना के छ त? अनि मेरो सोच भनेको यसबाटै राम्रो शिक्षा हासिल गरेर यो 2 वर्ष कोर्स पढेर सकेर त्यसपछि फेरि 1 वर्ष डिप्लोमा पढेर अनि फेरि त्यसपछि त्यो नि पास गरेर ब्याचलर जोइन गरेर ब्याचलर नि सक्ने सोच छ। त्यसपछि त्यो नभएपछि आफ्नै ठाउँतिर गएर एउटा राम्रो होटल अथवा व्यवसाय गरेर आफ्नै ठाउँतिर बस्ने सोच छ। यसमा पढेर धेरै ज्ञान लिएर आफ्नो गाउँघरमा होटल खोल्ने भन्ने सोचले म यहाँ पढ्न आएको। अनि मेरो घर चाहिँ मार्फामा यसो सानोतिनो होटल खोलौँ बिजनेस गरौँ भनेर यहाँ सिक्न आएको। अब म यदि मेरो अब केही राम्रो हुँदै गयो भने पछि पनि नेपालमै केही गर्न सकूँ भन्ने अनुसारले चाहिँ म यहाँनिर आएको हुँ। अब अहिलेसम्म त मलाई पनि सुपरभाइज गर्नुहुने पनि हुनुहुन्छ, तर मैले पनि हेरिराख्दाखेरिमा चाहिँ मैले नि त्यहाँनिर चाहिँ त्यो ठाउँमा चाहिँ मैले पनि गएर चाहिँ गर्न सक्छु र यदि मेरो अब मलाई कसैले अब साथ दिनुहुन्छ भने चाहिँ मैले चाहिँ एउटा साइड चाहिँ मैले कभर राम्रोसँग गर्न सक्ने चाहिँ मैले हुन्छु भन्ने चाहिँ मलाई लाग्छ। म यस अप्रेन्टिससिप प्रोग्रामभन्दा पहिला चाहिँ खास एउटा बिल्डर्स कम्पनीमा बेसिक लेभलमा काम गर्दै थिएँ मैले। यसमा चाहिँ यसपछि चाहिँ मैले जब यो प्रोग्रामबाट पढ्दै गर्दा जुन लेभलमा सुरुवातमा 15-20 हजारदेखिको स्यालेरीमा मैले काम सुरु गरेको थिएँ, त्यसपछि यो प्रोग्राम पढ्न लागिसकेपछि चाहिँ मैले कम्पनीबाट चाहिँ त्यही अनुसारको 50% प्लस नै गरेर मैले अहिले 20 भन्दा अब तपाईँको प्लस नै गरेर 35-40 हजार जति स्यालेरी पनि मैले अहिले इन्क्रिमेन्ट भएको छ। र साथै यसैलाई पनि अझै मलाई आफूलाई पनि हेल्प हुन्छ भनेर फाइनेन्सियली अलिकति स्ट्रङ हुन सक्छु भनेर मैले कभर ब्लकको चाहिँ बिजनेस आफैले सुरु गरेँ। त्यसपछि चाहिँ यसबाट कभर ब्लकबाट पनि मेरो स्यालेरी बराबरको पैसा चाहिँ इन्कम भइरहेछ भनौँ, अहिलेलाई चाहिँ राम्रै भइरहेछ। स्थानीय तह, प्रदेश सरकार र सङ्घीय तिनै सरकारको साझेदारीमा वृद्धि मार्ग निर्देशन कार्यक्रम सञ्चालनमा रहेको छ। कार्यक्रम सञ्चालनका लागि प्रदेश तहमा नीतिगत सुधारको रूपमा वृत्ति मार्ग निर्देशन सेवा केन्द्र व्यवस्थापन तथा सञ्चालन मापदण्ड 2081 मन्त्री स्तरीय स्वीकृत गरिसकिएको छ भने अर्कोतर्फ प्रदेश तहमा प्रदेश सरकार र स्थानीय तहहरूसँगको सहकार्य र साझेदारीमा सञ्चालन गर्न वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2083 अन्तिम मसौदाको रूपमा विकास गरिएको छ।
प्रदेश तहमा यस कार्यक्रम सञ्चालन गर्न संस्थागत विकासको रूपमा मन्त्रालयको शिक्षा विकास महाशाखाको मातहतमा वृत्ति मार्ग निर्देशन सेवा केन्द्र स्थापना गरी सञ्चालनमा रहेको छ। सो सेवा केन्द्रको सहयोगमा यस चालु आर्थिक वर्षमा विद्यालयमा वृत्ति मार्ग निर्देशन कार्यक्रम अन्तर्गत 18 स्थानीय तहका 96 माध्यमिक विद्यालयका कक्षा 9 का 4642 जना विद्यार्थीहरू लाभान्वित भएका छन्, जसमा 52% छात्रा रहेका छन्। यो कार्यक्रम सञ्चालन गर्नका लागि तीनै तहका सरकारहरूको साझेदारी रहेको छ, जसमा सङ्घीय सरकारको 13 लाख, प्रदेश सरकारको 5 लाख र 14 स्थानीय सरकारको 28,80,000 साझेदारी रहेको छ। मलाई सुरुमा के लागेको थियो भने यो कार्यक्रम हेर्दै गरेपछि यो त अत्यन्तै महत्त्वपूर्ण छ, सबै विद्यालयहरूमा पुर्याउनु पर्छ। हामी कहाँ 13वटा सामुदायिक माध्यमिक विद्यालयहरू छन्, त्यो विद्यालयहरूसँग जानुपर्छ भनेर हामीले चाहिँ सोच्दै थियौँ। त्यो सँगसँगै वृत्ति मार्गलाई पनि निरन्तरता दिनुपर्छ। सामाजिक विकास मन्त्रालयले भोलि सहयोग नगर्ला, हामीले तपाईँहरूसँग सोधेर राखेका कार्यक्रम होइन, भोलि तपाईँहरूले सहयोग गर्नुभयो, हामी त्यसमै सहलगानी गरेर अरू बढाउँछौँ। मैले अघि नै भने त सामाजिक विकास मन्त्रालयले नम्बरको चाहिँ क्राइटेरिया राख्यो, हामी त्यो कारणले अब त्यो नम्बरमा मात्रै बस्न हुँदैन, हामी अगाडि बढ्नुपर्छ भनेर हामीले चाहिँ विशेष पैसा छुट्याएरै गइराखेका छौँ। हामी त्यसलाई कन्टिन्यू लैजान्छौँ। हामीले बेनी नगरपालिकाभित्रका विभिन्न विद्यालयहरूमा गत वर्ष 5वटा र यो वर्ष 6वटा विद्यालयमा विद्यार्थीहरूलाई मुख्यतया कक्षा 9 र 10मा अध्ययनरत विद्यार्थीहरूलाई प्रदेश सरकारको साझेदारीमा करियर गाइडलाइन्स सम्बन्धी 6वटा अतिरिक्त कक्षाहरू चलाइरहेका छौँ र त्यो कक्षाबाट विद्यार्थीहरूलाई चाहिँ फाइदा पुगेको छ। हामीले अनुगमनकै क्रममा हेरेका छौँ विद्यार्थीहरूले अब भविष्यमा के जाने अथवा उसको रुचि, खुबी र क्षमताले कुन लाइन अगाडि बढ्छ भन्ने कुरा पहिचान गर्न सक्दा उनीहरू खुसी भएको र उनीहरूले यस्तो कार्यक्रम पहिले पनि ल्याइदिएको भए अझै जातीय हुन्थ्यो भन्ने प्रतिक्रिया दिँदा कार्यक्रमको प्रभावकारी रहेको भन्ने हामीलाई लागेको छ। हामीले यसमा प्रदेश सरकारसँग भएको साझेदारीमा खाजा खर्चमा थोरै हामीले वी क्यान वी डु भन्ने एउटा कार्यक्रम हामीले पनि चलाइरहेका छौँ, सिप विकास कार्यक्रम। त्यो कार्यक्रमबाट खाजा खर्चमा चाहिँ साझेदारी गरेका थियौँ र हामीलाई यो कार्यक्रम अर्को वर्षदेखि भएका सबै माध्यमिक तहसम्म सञ्चालन गर्न पाउँदा ती विद्यार्थीहरू जो कुलतमा लाग्ने सम्भावना भएका, भोलि भविष्य कहाँ जाने भनेर निर्धारण गर्न नसकेका र आफ्नो परिवार बाबाआमा अथवा बाबाआमाको आर्थिक अवस्थाको पहिचान गरेर मात्रै आफूले आफ्नो खर्च गर्न सक्ने अथवा साथीभाइको तुलना गरेर आफूलाई खर्च गर्ने बानीलाई सुधार गर्न सक्ने कुरालाई पनि सुधार गर्नलाई सबै विद्यालयमा सञ्चालन गर्न पाए हुन्थ्यो। त्यसका लागि नगरपालिका पनि साझेदारी गर्न तयार छ। जनशक्ति तयार पार्न चाहिँ प्रदेश सरकार र हेल्बिटासले सहयोग गर्दै हुन्थ्यो भन्ने अपेक्षा छ। धन्यवाद। यो कार्यक्रम सञ्चालनका लागि हालसम्म 92 जना शिक्षकहरूले वृत्ति मार्ग निर्देशन प्रशिक्षण तालिम लिएर विद्यालयहरूमा कार्यक्रम सञ्चालन गरिरहेका छन्। माछापुच्छ्रे गाउँपालिका कास्कीको शिक्षा शाखा प्रमुख सम्झना पोखरेल प्रभावकारिता र गुणस्तर वृद्धिका लागि थप रणनीतिका बारेमा यसो भन्नुहुन्छ। गण्डकी प्रदेशको प्रदेश सरकार र माछापुच्छ्रे गाउँपालिका अनि इन्स्योर प्रोजेक्ट भएर हामीले सामुदायिक विद्यालयमा वृत्ति मार्ग निर्देशन कार्यक्रम सञ्चालन गरेका थियौँ। यो 3 पक्षकै साझेदारीमा सञ्चालन भएको कार्यक्रम हो, जस अन्तर्गत हाम्रो पालिकाभित्रका 10वटा सामुदायिक विद्यालयमा 11वटा केन्द्र निर्धारण गरेर कार्यक्रम सञ्चालन गऱ्यौँ। यो कार्यक्रम हाम्रो गत वर्षबाट नै सञ्चालन भएको थियो र गत वर्ष को अनुगमनले नै हामीलाई यसको अत्यन्त महत्त्वपूर्ण कार्यक्रम रहेछ भन्ने थाहा भएर हामीले चाहिँ यो वर्षबाट बजेट विनियोजन गरेर साझेदारीमा प्रदेश मन्त्रालयसँग हामीले कार्यक्रम अगाडि बढायौँ र आगामी वर्षमा पनि यसलाई अझै प्रभावकारी बनाउनका लागि हामीले बजेटको निरन्तरता दिने र मन्त्रालयबाट सपोर्ट भएको खण्डमा हामीलाई असाध्यै सजिलो हुने र कसै सपोर्ट भएन भने पनि पालिकाले आफ्नो अपनत्व लिएर भने पनि यो कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने चाहिँ हाम्रो बुझाइरहेको छ र कार्यक्रम सञ्चालन गर्ने दौरानमा अलिकति हामीलाई अझै यसलाई बेटर बनाउनका लागि र यसको अपेक्षा गरे अनुसारको नतिजा हासिल गर्नका लागि एउटा अभिभावक सत्र कार्यक्रम थप गर्नुपर्ने र त्यस पछाडि विद्यार्थीहरूको हाम्रो अनुगमनमा जाँदाखेरि माग के रहेको छ भने एउटा
सैद्धान्तिक रूपमा पढियो, आफ्नो रुचि खुबी र क्षमता पत्ता लगाइयो। तर अब यो यसका लागि यो कामको संसार कस्तो हुन्छ, प्र्याक्टिकल फिल्डमा गएर कसरी उत्रिनुपर्छ भन्ने अनुभव पनि हुने गरी एउटा सेसन चाहिँ व्यवहारिक सेसन सम्बन्धित फिल्डमै गएर हामीले हेर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरा विद्यार्थीबाट माग पनि आएको थियो। त्यसैले यो दुईटा सेसन थपेर अझै अगाडि बढ्न पाए राम्रो हुन्थ्यो होला भन्ने लागेको छ। वृत्ति मार्ग निर्देशनको प्रशिक्षकका रूपमा सहजीकरण गरिरहनु भएकी प्रशिक्षक सावित्री खरेल विषयवस्तुलाई थप व्यवस्थित र प्रभावकारी बनाउन दिएको सुझाव पनि सुनौ है त। वृत्ति मार्ग निर्देशन कार्यक्रम आफैमा महत्त्वपूर्ण कार्यक्रम हो। यसको उपलब्धि तत्काल हामीले देख्न त सक्दैनौँ, तर यो दीर्घकालीन रूपमा वृत्ति मार्ग निर्देशन कार्यक्रमले राखेका उद्देश्यहरूलाई चाहिँ प्राप्त गर्न सकियो भने पक्कै पनि विद्यार्थीहरूको आगामी भविष्य सुन्दर हुनेछ। यसलाई अझै प्रभावकारी बनाउनको लागि म एउटा सामाजिक शिक्षकको हैसियतले यो विषयवस्तुलाई सामाजिक विषयकै कुनै एउटा एकाइमा एकीकृत गरेर लैजाँदाखेरि अझै प्रभावकारी हुन्छ र विद्यार्थीहरूले प्रत्येक वर्ष यो विषयवस्तुहरू निरन्तर अगाडि बढाउन र उनीहरूको करियरसँग जोडिएको विषयवस्तु भएको भएर एकदमै राम्रो पनि हुनेछ। र साथसाथै हाम्रो विद्यालय यो प्राविधिक धार चलेको विद्यालयहरूमा यो कार्यक्रम अझ कक्षा 8 देखि नै हुने हो भने उनीहरू 9 कक्षामा त उनीहरूले धार परिवर्तन गरिसकेका हुन्छन्। यो धार परिवर्तन गर्नुभन्दा अगाडि 8 कक्षामै यो करियरको विषयमा उनीहरूसँग केही कुरा गरियो भने उनीहरूलाई 9 कक्षामा म प्राविधिक धार वा साधारण धारमा कुन क्षेत्रमा मेरो कुन धारतिर वा कुन क्षेत्रमा म जाने हो भन्ने कुरा उनीहरू क्लियर गरेर त्यही अनुसारको विषयवस्तु छनौट गरेर अध्ययन गर्ने थिए कि भनेर एउटा सानो हामीले बुझेको र विद्यालय आफ्नो विद्यालय प्राविधिक धार चलेको विद्यालय भएर यो कुरालाई पनि सम्बोधन गर्ने हो कि यो 9 कक्षाबाट भन्दा 8 कक्षाबाट लैजाँदा ठिक हुने हो कि भन्ने कुरा छ। कक्षा कोठामा 6 दिनको प्रशिक्षण लिइसकेपछि विद्यार्थीहरूले के सिके त? सहभागी विद्यार्थीहरूको अनुभव जस्ताको तस्तै। मेरो इन्ट्रेस्टहरू र मेरो पोटेन्सियल चाहिँ केमा छ, अब के भन्छ अरे भाषिकमा कस्तो छ मेरो इन्ट्रेस्ट अनि एनालिटिकल र लजिकलमा म कस्तो छु भनेर चाहिँ त्यो मलाई आफूलाई नै आइडेन्टिफाई गर्न म को हो भनेर चिन्न हेल्प गरिरहेको जस्तो मलाई लागेको छ। यस कार्यक्रमबाट मैले आफ्ना रुचि खुबी पहिचान गरेर भविष्यका लागि आफू कुन पेसामा संलग्न हुँदा राम्रो हुन्छ भन्ने कुराहरू पनि थाहा पाउन सक्छु जस्तो मलाई लाग्छ। पहिला चाहिँ यो कार्यक्रम हुनु अघि चाहिँ मलाई यो पनि मन पर्थ्यो, जुन देखेँ त्यही गर्न मन लाग्ने के यो देख्यो भने यो भन्छु, यो देख्यो भने यो भन्छु जै लाग्थ्यो क्या। रुचि जेमा पनि थियो तर खुबी थिएन क्या। अनि के लाग्थ्यो भने मसँग रुचि छ तर खुबी छैन, म बन्न सक्छु कि सक्दिनँ जै लाग्थ्यो। अनि यस कार्यक्रम पछि चाहिँ हामीसँग चाहिँ रुचि भयो भने चाहिँ के हामीले प्रयास गऱ्यो भने खुबी चाहिँ हुन्छ भन्ने लाग्यो। आफ्नो रुचि र क्षमता पहिचान गर्नका लागि हामीले विभिन्न कुराहरूको ज्ञान लिनुपर्छ। जस्तै कामको संसार, हामीले त्यस काम गरेर आफू सफल भइन्छ कि नै, त्यसको हाम्रो देशमा विकास छ कि नै भन्दा सबै कुरा बुझ्नुपर्ने हुन्छ। पहिलो क्षमता अनुसारको मेरो फाइन आर्टिस्ट, दोस्रो नर्स, तेस्रो चाहिँ फार्मिस्ट हो। विद्यार्थीहरूले कक्षा कोठामा सिक्ने मात्रै होइन, सिकेको कुरालाई दैनिक जीवनमा व्यवहारिक रूपमै उतारेका पनि छन्। कामको संसार अन्तर्गत कक्षा 8 र 10 मा अध्ययनरत 729 जना विद्यार्थीहरूको लागि उद्यमशीलता विकास र उद्योग अवलोकन भ्रमण सञ्चालन गरिएको छ। कार्यक्रम पश्चात प्रयोगात्मक रूपमा विद्यार्थीहरूले आफूलाई मन परेको कामलाई व्यवहारमै उतारेका थिए। हाम्रो विद्यालयमा चाहिँ 4 दिनको कामको संसारको बारे प्रोग्राम भएको थियो। त्यसमा चाहिँ विभिन्न सर्मिसहरू आएर चाहिँ हामीलाई कामको संसारबारे बुझाउनु भएको थियो। पहिलो दिनमा चाहिँ 4 दिनमध्ये पहिलो दिनमा चाहिँ हामीलाई करियर, काम भनेको के हो त, करियर भनेको के हो भन्ने बारे बुझाउनु भएको थियो। दोस्रो दिनमा चाहिँ हामीलाई करियरहरू विभिन्न प्रकारका हुन्छन्, व्यवसायहरू विभिन्न प्रकारका हुन्छन्। हामीले आफ्नो अनुसार, आफूलाई मन लागे अनुसार, आफूले गर्न सके अनुसार चुज गरेर गर्न सकिन्छ भनेर बुझाउनु भएको थियो। त्यस अन्तर्गत चाहिँ हामीलाई बिजनेस प्लान कसरी बनाउने भनेर पनि जानकारी दिनुभएको थियो। हामीलाई चाहिँ सरहरूले ग्रुपमा डिभाइड गरेर व्यापार व्यवसायहरू आफूले आफ्नो अनुसारले चुज गरेर गर्न सकिने कुरा बताउनु भयो।
उहाँहरूले हामीलाई सिड मनी अन्तर्गत 10,000 सब प्रत्येक ग्रुपलाई चाहिँ प्रदान गर्नुभएको थियो। हामीले त्यसको सदुपयोग गरेर हामी 3 जना साथी मिलेर चाहिँ चटपटको व्यवसाय सानो स्टल खोलेका थियौँ। विद्यालयभित्रै खोलेको हुँदाखेरि हामीले विद्यालयको सर्भिसहरू हाम्रो विद्यार्थी साथीहरूबाट धेरै सहयोग पाएका थियौँ। त्यसको सँगसँगै हामीले अभिभावकहरूबाट पनि धेरै सहयोग पाएका थियौँ। त्यसैबाट मोटिभेसन लिएर चाहिँ मैले एउटा आफैले गर्न सक्छु भनेर चाहिँ मम्मीको पसल नजिकै एउटा सानो चटपट स्टल सुरु गरेको थिएँ। तर अब 10 क्लासको पढाइ र एससीको प्रिपरेसन गर्नुपर्दा र ठाउँ पनि हल्का नमिल्दो हुँदाखेरि चाहिँ मैले त्यसलाई चाहिँ निरन्तरता दिन सकेको थिइनँ। हाल चाहिँ मैले आफ्नो पढाइमा फोकस गर्ने सोचेको छु, तर भविष्यमा आफै एउटा व्यवसाय खोलेर गर्न सक्छु भन्ने ममा आँट आएको छ। गण्डकी प्रदेशमा पूर्व सिकाइ मान्यता आरपीएल मार्फत सिप परीक्षणको सुरुवात गरी 10वटा पेसामा 667 जना उत्तीर्ण भएका छन् भने हाल 475 जना सिप परीक्षणको प्रक्रियामा रहेका छन्। सोको लागि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीद्वारा 50 लाख र 20वटा स्थानीय तहबाट 1 करोड 3 लाख बजेट विनियोजन गरिएको छ। यसैगरी मन्त्रालयद्वारा प्रदेशभित्रका 15वटा शिक्षण संस्थाहरूलाई गुणस्तर सुनिश्चितता तथा स्तरीकरण सम्बन्धी क्षमता अभिवृद्धि गरिदिएको छ। सँगसँगै 20वटा शिक्षण संस्थाहरूलाई शिक्षालय सुधार योजना कार्यान्वयनको लागि सहयोग उपलब्ध प्रदान गरिएको छ। यही विषयमा केन्द्रित रहेर मुस्ताङको लेतेमा अवस्थित धौलागिरी प्राविधिक शिक्षालय र स्याङ्जाको वालिङमा अवस्थित रणवीर जनहित माध्यमिक विद्यालयका प्रमुख तथा प्रको भनाई। प्रदेशले हाम्रो धौलागिरी प्राविधिक शिक्षालाई 2 वर्ष भयो नमुना स्कुलमा घोषणा गरेको अवस्था छ। सुरुको अवस्थामा 20 लाख रुपियाँ पैसा अनुदान सहयोग गर्नुभएको थियो। त्यो अनुदान सहयोगले बच्चाहरूले अध्ययन गर्ने हाम्रो शिक्षालयबाट सञ्चालित पाइन फरेस्ट लज एन्ड रेस्टुरेन्टलाई इनोभेसन गरेका छौँ, हामीले प्रवर्धन गरेका छौँ। त्यहाँको चाहिँ पुरानो हाम्रो होटल अलिकति मर्मत सम्भारमा बढी त्यति ध्यान नपुगेकोले त्यो 20 लाखले चाहिँ हामी कोठादेखि लिएर टोयलेट बाथरुम लगायत जुन बच्चाहरूले सिक्ने ल्याबहरू हाम्रो फ्रन्ट अफिस ल्याब, त्यसपछि यो बारटेन्डरको ल्याबहरू, अनि त्यसपछि किचन लगायतका कोठाहरूलाई चाहिँ हामीले मर्मत सम्भार गरेर राम्रो अवस्थामा पुर्याएको अवस्था छ भने यो साल यो आर्थिक वर्ष पनि 30 लाख रुपियाँ हाम्रो क्वालिटी परियोजनाबाट हामीले सहयोग प्राप्त छ। त्यो सहयोगले चाहिँ विशेष गरी हाम्रो पढाइ हुने क्लास ल्याबहरूलाई मर्मत सम्भार गर्ने गरेका छौँ। त्यसमा हामीले बच्चाहरूको लागि कुर्सी टेबल, त्यसपछि कर्मचारीको लागि बस्ने कुर्सी टेबल, त्यसपछि यो प्रविधिको लागि चाहिँ 3वटा स्मार्ट बोर्ड र 2टा हामीले ल्यापटप किनेको अवस्था छ। र अर्को यो जेसीसँग सम्बन्धित तालिम कार्यक्रम राख्ने कार्यक्रम छ र यो फोहोर मैला व्यवस्थापनको कार्यक्रम छ। र अर्को चाहिँ यो बच्चाहरूको चाहिँ यहाँ हाम्रो पूर्ण आवासीय स्कुल भएकोले हाम्रो एउटा डिस्पेन्सरी छ। डिस्पेन्सरीमा त्यहाँ हुने सामानहरू बेडहरू चाहिँ अलिकति पुरानो स्थानीय लेभलकै भएकोले तिनीहरूलाई चाहिँ नयाँ त्यो मेडिकल बेडसिटहरू ल्याएर चाहिँ त्यसलाई अलिकति राम्रो बनाउने चाहिँ गर्ने गरेका छौँ। विशेष गरी यो कार्यक्रमको गुणस्तरता सुनिश्चितता गर्ने विशेष आफैमा महत्त्वपूर्ण छ र गुणस्तरीय शिक्षाबाट नै गुणस्तरीय प्राविधिक शिक्षाबाट नै गुणस्तरीय जनशक्ति विकास हुने हुनाले हामीले पूर्वाधारको सन्दर्भमा हाम्रो विद्यालयमा त्यस्तो ठुलो समस्या छैन। तैपनि हामीले अझै पनि ल्याब व्यवस्थापन गर्ने कुरामा हामीले मन्त्रालयसँग क्वालिटी परियोजना, इन्स्योर परियोजनासँग समन्वय गरेर हामीले ल्याब व्यवस्थापनका कार्यक्रमलाई अगाडि बढाएका छौँ। विद्यालयको आन्तरिक स्रोतबाट पनि थप व्यवस्थापनका कामहरू, क्रियाकलापहरू अगाडि बढाइरहेका छौँ र विशेष गरी यो ग्रिन टिबेटका कार्यक्रमहरू पनि हामीले चाहिँ सञ्चालन गर्दैछौँ र यो गुणस्तरका लागि विद्यार्थीहरूका लागि हामीले चाहिँ विद्यार्थीहरूको रोजाइ के छ, चाहना के छ, इन्ट्रेस्ट के छ, कसरी विद्यार्थी खुसी हुन्छ भन्ने ढङ्गबाट हामीले
स्थानीय पालिकासँग म्यानेजमेन्ट कमिटीसँग समन्वय गरेर विद्यार्थीहरूको आवश्यकताको पहिचान, उनीहरूको मागको पहिचान गर्ने प्रयासहरू गरिरहेका छौँ। यही कार्यक्रमका लागि प्रदेशभित्रका 7वटा स्थानीय तहले आफ्नो मातहतका शिक्षण संस्थालाई शिक्षालाई सुधार योजना कार्यान्वयनको लागि 35,50,000 रुपैयाँ विनियोजन गरेका छन्। मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रको विकासका लागि निजी क्षेत्रको प्रभावकारी संलग्नता सुनिश्चितताका लागि उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशसँग साझेदारी गर्न सम्झौता गरेको छ। सम्झौता पश्चात महासङ्घ गण्डकीको मातहतमा सिप विकास इकाइ स्थापना भई सञ्चालनमा रहेको छ। प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका लागि उद्योगहरूबाट लागत साझेदारी 25% रहेको छ। अप्रेन्टिसशिप कार्यक्रमको लागि 39 उद्योग व्यवसायीहरूले प्रशिक्षार्थीहरूलाई औद्योगिक अभ्यासको अवसर उपलब्ध गराउनका साथै नेपाल सरकारले तोकेको न्यूनतम ज्यालाको 25% हुन आउने रकम 4,500 देखि अधिकतम 22,000 सम्म प्रोत्साहन भत्ता बापत हालसम्म 70,63,000 भन्दा धेरै उपलब्ध गराइएको छ। सिप विकास इकाइको दिगोपनाका लागि महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष सञ्जीव बहादुर कोइरालाले निजी क्षेत्रको प्रयासबाट मात्रै पनि आगामी दिनमा सञ्चालन गरिरहने जानकारी दिनुभयो। उद्योग व्यवसायीहरूलाई चाहिने दक्ष जनशक्तिहरू कसरी निर्माण गर्न सकिन्छ, एक लेभल काम गरिरहेको जनशक्तिलाई दोस्रो लेभलको कसरी बनाउन सकिन्छ र तिनीहरूको चाहिँ क्षमता अभिवृद्धि कसरी गर्न सकिन्छ भनेर हामीले जुन कार्यक्रमहरू गरिरहेका छौँ, त्यो कार्यक्रम एउटा चाहिँ उद्योगी व्यवसायीहरूले यसलाई एकदम राम्रोको रूपमा लिइरहेको छ र उनीहरूको चाहिँ प्रोडक्ट अफ कस्टमा पनि केही कमी भएको चाहिँ महसुस गरेको छ। हामीले यो कार्यक्रम सुरु गरिसकेपछि हामीले जसले तालिम लिनुभएको छ उहाँहरूसँग हामीले केही शुल्कहरू पनि लिएका छौँ। त्यो शुल्कलाई हामीले बचत गरेर पनि राखेका छौँ। जस्तै हामीले कुनै एउटा चाहिँ भनौँ न कार्यक्रम गऱ्यौँ भने एकजना चाहिँ सहभागीसँग 2,000 रुपियाँ हामीले उठाएका छौँ। त्यो पैसालाई हामीले चाहिँ बचतको रूपमा राखेका छौँ र भोलि चाहिँ भनौँ न हामी सधैँ आश्रित भएर बस्नु हुँदैन भन्ने हिसाबले हामीले अन्य स्रोतहरू भनौँ 3 तहको सरकार छ, 3 तहको सरकारसँग स्रोत लिने र चाहिँ हाम्रो चाहिँ हामीसँग आबद्ध चाहिँ 24वटा जिल्ला नगर उद्योग वाणिज्य सङ्घ तिनीहरूसँग पनि एउटा सहयोग लिने। गण्डकी प्रदेशले मात्रै गरेको छैन, यो त विभिन्न जिल्लाहरूमा हामीले कार्यक्रम गरेछौँ र जिल्लाहरूलाई पनि त्यहाँ केही सहभागिता गराउने र गण्डकी प्रदेश उद्योग वाणिज्य सङ्घले पनि त्यहाँ सहभागिता गराउने र 3 तहको सरकारसँग पनि सहयोग लिने र केही ठुला उद्योगी व्यवसायीहरू जो हामीसँग चाहिँ एफिलिएटेड छन् उहाँहरूसँग पनि एउटा सामाजिक उत्तरदायित्वको निमित्त उहाँहरूसँग सहयोग लिएर पनि हामीले यो कार्यक्रमलाई जसरी अहिले प्रोजेक्टले गर्दाखेरि चाहिँ हामी चाहिँ 100% एचिभ हुन सक्छौँ, 80-90% हामीले चाहिँ त्यसको चाहिँ टार्गेट मिट गर्न सकेका छौँ भने भोलि यदि यो प्रोग्राम भने पनि हामीले यसलाई चाहिँ केही नभए पनि 60-70% को एउटा चाहिँ टार्गेटको रूपमा हामीले यसलाई एउटा प्रोजेक्ट हामीले सिक्यौँ। त्यो सिकेको कुरालाई हामीले निरन्तरता रूपमा दिन सक्छौँ भन्ने कुरामा चाहिँ हामी विश्वस्त चाहिँ छौँ। सिप विकास इकाइ मार्फत 318 जना उद्योग व्यवसायमा कार्यरत कामदारहरूलाई सिप स्तरोन्नति तालिम उपलब्ध गराएको छ। म अहिले कार्यरत स्न्याक सेक्सनमा छु सिजिआइपीको। अनि फ्यु मन्थ ब्याक मैले त्यहाँ तपाईँको बिएफडी र पिएलसीको ट्रेनिङ लिएको थियौँ। अनि बिएफडी र पिएलसीको ट्रेनिङ लिँदाखेरि हामीले के फ्रुटफुल भयो भने अहिले तपाईँको जति पनि अटोमेसन चलिरहेछ वर्ल्ड वाइड, हाम्रो पनि अब जति पनि इन्डस्ट्रिज मसिनहरू छ त्यसमा हामीले अटोमेसन गरिरहेछौँ। अनि ट्रेनिङ लिएपछि हामीले के हेऱ्यो भने ट्रेनिङ भएपछि हामीले बिएफडी र पिएलसीमा हामीलाई धेरै हेल्पफुल गरेछ। जति पनि म्यानुअल मसिनहरू थियो त्यसमा बिएफडी जहाँ जहाँ नेसेसरी भयो त्यहाँ हामी इन्स्टलेसन गऱ्यो। त्यसमा डिप स्टडी गरेर हामीले अझै अटोमेसनको लाइनमा हामीले त्यसलाई सञ्चालनमा ल्याएको छौँ। गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रको प्रभावकारी कार्यान्वयनका लागि केही नीतिगत सुधारहरू गर्ने योजना राखेको छ, जसमा प्रादेशिक प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रको रणनीतिक योजना, त्यसैगरी प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सुशासन तथा व्यवस्थापन सुदृढीकरण गर्दै आगामी दिनमा पनि गण्डकी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विकासका सम्भावित क्षेत्रहरूको दिगो विकासका लागि 3 तहका सरकार लगायत
स्विस सरकारको समेत सहकार्य र सहयोगमा कार्यान्वयन गरिनेछ। अन्त्यमा गण्डकी प्रदेश सरकारले रोजगारीमुखी प्राविधिक शिक्षा, औद्योगिक प्रशिक्षार्थी तालिम, वृत्ति मार्ग निर्देशन, शिक्षालय सुधार योजना, गुणस्तर सुनिश्चितता, सिप परीक्षण तथा राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको प्रभावकारी कार्यान्वयन मार्फत समृद्ध प्रदेश निर्माण गर्ने लक्ष्य लिएको छ। विभिन्न परियोजनाहरू मार्फत चाहिँ गण्डकी प्रदेश सरकारका विभिन्न व्यावसायिक तथा प्राविधिक शिक्षालयहरूलाई गरेको सहयोगको लागि पनि म चाहिँ गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको सचिवको हैसियतले म धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यो टिबेट र अन्य परियोजनाहरूसँग हामी सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु। आजसम्म जे जति यो कार्यान्वयनहरू भएको छ, मेरो अनुभवमा, मेरो नयाँ अनुभव यहाँ चाहिँ अब राम्रै कामहरू भइरहेका छन् र आगामी दिनमा पनि गण्डकी प्रदेश सरकारले अझ धेरै राम्रो गर्नेछ। युवाहरू विशेष गरी र यसमा पनि फेरि महिलाहरूलाई प्राविधिक शिक्षालाई अझ बढी जोड दिएर अगाडि बढ्नेछ, यसमा प्रतिबद्ध जाहेर